चामल पानी हो, पानी होइन। प्रणाम, मेरो नाम कविता भट्टराई। प्रणाम, मेरो नाम गीता भट्टराई। आज चाहिँ हामी गेस गर्ने च्यालेन्ज खेल्दैछौँ। म एउटा कुरा सोच्छु अनि त्यो मम्मीलाई थाहा हुँदैन, मम्मीले गेस गर्नुहुन्छ, म हिन्टहरू दिन्छु अनि मम्मीले पनि केही कुरा सोच्नुहुन्छ, मलाई भन्नुहुन्न, मैले चाहिँ गेस गर्नुपर्ने हुन्छ मम्मीको कुराहरूबाट। हजुरहरू चाहिँ हामीले यो खेलेको गेम चाहिँ हेरेर साथ दिनु होला, अन्तिमसम्म हेर्नु होला। ल सुरु गरौँ। अब एकटुक सोच्नु। सोचिसकेँ मैले पनि सोचेँ। ल ठिक छ। ल ठिक छ। ल म सुरु गर्छु। ल तपाईँले के लिभिङ बिङ सोच्नु भएको कि नन लिभिङ? नन लिभिङ हो। तैँले? मेरो पनि नन लिभिङ हो। नन लिभिङ हो। तपाईँको यस्तो तपाईँको के सजाउने कुरा हो कि खाने कुरा हो कि? खाने पनि होइन, सजाउने पनि होइन, युज गर्ने कुरा हो। युज गर्ने कुरा हो। हामी त्यसलाई सधैँ डेली युज गर्छौँ? डेली गर्दैनौँ। डेली गर्दैनौँ, कहिलेकाहीँ मात्रै गर्छौँ। कहिलेकाहीँ गर्छौँ। अनि त्यो के इलेक्ट्रोनिक सामान हो कि इलेक्ट्रोनिकमा पर्दैन कि कस्तो खालको सामान हो? अब इलेक्ट्रिक पर्छ। इलेक्ट्रोनिकै सामानमा पर्छ। मलाई सोध्नु। मेरो इलेक्ट्रोनिकमा पर्दैन। किचनमा युज हुन्छ कि? किचनमा युज हुन्छ। किचनमा युज हुन्छ, तर त्यो अब के अरे नन लिभिङ होइन? नन लिभिङ हो। किचनमा युज त्यसमा पकाएर खाइन्छ कि के हुन्छ? त्यसमा पकाएर खाइँदैन। तपाईँको किचनमा युज हुन्छ? किचनमा पनि हुनसक्छ, जाइ पनि हुनसक्छ। त्यो जाइमा पनि युज हुनसक्छ त्यो चाहिँ। अनि तपाईँको त्यो खानेकुरा हो? होइन, खानेकुरा होइन, इलेक्ट्रोनिक हो भन्नुभयो नि? लाउने पनि होइन। लाउने कुरा होइन, इलेक्ट्रोनिक हो भन्नुभयो नि? इलेक्ट्रोनिक हो भनेपछि त्यसबाट के गर्न सकिन्छ? त्यसबाट आनन्द लिन सकिन्छ। त्यसबाट आनन्द लिन सकिन्छ। इलेक्ट्रोनिक सामान हो, आनन्द मसाज गर्ने हो? मसाज गर्ने होइन। अनि तेरो? मेरो पकाइ खाने पनि होइन। मेरो पकाएर खाने हो। थाल नै होइन, थाल होइन। किचनमा युज हुन्छ। मेरो इलेक्ट्रोनिक होइन, किचनमा युज हुन्छ। पकाउने चाहिँ होइन। पकाउने होइन। त्यसमा पकाउने होइन। त्यसमा पकाउने होइन। तपाईँको त्यसमा पकाउने हो? होइन। तपाईँले त के भन्नुभएको थियो? इलेक्ट्रोनिक हो भन्नुभएको थियो। किचनमा पनि युज हुन्छ, जहाँ पनि युज हुन्छ भन्नुभयो तपाईँले। अनि त्यस पछाडि इलेक्ट्रोनिक हो, मसाज गर्ने होइन भनेपछि आनन्द दिने हो भन्नुभयो। गिलास होइन। के तपाईँको फोन हो? मोबाइल हो? होइन। खाने भनेको छैन तेरो? मेरो खानेकुरा हो। खानेकुरा चाहिँ चामल होइन, सब्जी। तपाईँले हामी डेली युज गर्छौँ त्यो सामान। अहिले अघि भने त मैले कहिलेकाहीँ गरिन्छ, सधैँ गरिँदैन। सधैँ गरिँदैन। आनन्द दिन्छ। पानी हो? पानी होइन। कहिलेकाहीँ युज गर्छ। फेन हो। मेरो गेस गर्नु। पकाइ खाने होइन। पकाइ खाने होइन, खानेकुरा हो हामीले। अनि ऊ तेल होइन। नुन होइन। चामल खाना प्राय खाइरहन्छ हामी, तर त्यो डेली खाने पनि होइन। प्राय भाइ चाहिँ डेली खान्छ। चाउ हो। भिडियो हेरेर यहाँसम्म पुग्नुभयो भने लाइक, सेयर र सब्सक्राइब गर्नु होला। धन्यवाद। बाई।